नमस्कार, म अधिवक्ता ऋषिकेश उपाध्याय ऋषि जुम्ली। हिजोबाट कानुनी केही जानकारीहरू तपाईँहरूलाई चाहिँ दिनेछु भनेको थिएँ। त्यही भिडियो हेरेर एकजना साथीले मलाई सोध्नुभएको छ, प्रश्न सोध्नुभएको छ। यो लेनदेनको तमसुक प्रमाणित गराउँदा कति जस्तो लाग्छ भन्नुभएको छ। यसको लागि मुलुकी देवानी कार्यविधि संहिता 2074 को दफा 36 उपदफा 4 बमोजिम बढीमा 200 रुपियाँ यसको दस्तो लाग्छ। वडा कार्यालयमा गएर यसलाई प्रमाणित गर्नुपर्छ। हामी अहिले सामान्यतया व्यवहार त कुरो मिलिहाल्छ, यो लेनदेनको तमसुक बनाऊ, यसलाई चाहिँ अहिले प्रमाणित गर्नु पर्दैन भन्ने छ। तर अहिले अनिवार्य रूपमा गएर वडामा गएर तपाईँहरूले लेनदेनका जुनसुकै तमसुक पनि वडा कार्यालयमा गएर प्रमाणित गराउनु भयो भने मात्रै त्यसले कानुनी रूप लिन्छ र भोलि तपाईँलाई तलमाथि केही भएछ भने त्यही डकुमेन्ट लिएर प्रमाणित गराउनुपर्छ। धन्यवाद, नमस्कार।